नमस्ते सबैजनालाई म परमेश्वर यादव। आजको यस भिडियोमा एससी कक्षा 10 को एससी एक्जामिनेसनमा सोधिने एउटा इम्पोर्टेन्ट टपिक क्वाड्रेटिक इक्वेसन जुन क्वेसन नम्बर 9 मा सोधिरहेको हुन्छ, जहाँ 4 देखि 5 मार्क्सको क्वेसन यो च्याप्टरबाट आउँछ। आजको यो भिडियोमा क्वाड्रेटिक इक्वेसन भनेको के हो, क्वाड्रेटिकको रुट्स कतिवटा हुन्छ र क्वाड्रेटिक इक्वेसनलाई युज गरेर हामी कस्तो कस्तो प्रब्लमहरूलाई सल्भ गर्न सक्छौं भनेर कुराहरू डिस्कस गर्छौं। यहाँ तपाईं देख्न सक्नुहुन्छ मैले क्वाड्रेटिक इक्वेसनको स्ट्यान्डर्ड फर्म ax² + bx + c = 0 लेखेको छु, जहाँ a, b र c भनेको कन्स्ट्यान्ट टर्म हो। त्यसको साइडमा हामीले a does not equal to 0 लेखेका छौं। अब a does not equal to 0 हामी किन लेख्छौं? ल, क्वाड्रेटिक इक्वेसन भनेको त्यस्तो इक्वेसन हो जुन इक्वेसनको डिग्री 2 हुन्छ। अब डिग्री भनेको के हो? डिग्री भनेको कुनै पनि टर्मको भेरिएबलको हाईएस्ट पावर, जस्तै यहाँ यो फर्स्ट टर्म, यो सेकेन्ड टर्म, यो थर्ड टर्म, तीनटा टर्ममा भेरिएबल भनेको x हो र यहाँ पनि x हो र यहाँ पनि x हो। यहाँ x को पावर 2, x को पावर 1 र यहाँ x को पावर 0 छ। हाईएस्ट पावर अफ अ भेरिएबल भनेको 2 भयो हो। कुनै पनि इक्वेसनमा यदि भेरिएबलको हाईएस्ट पावर भनेको 2 छ भने त्यस्तो इक्वेसनलाई हामी क्वाड्रेटिक इक्वेसन भन्छौं र यो भनेको क्वाड्रेटिक इक्वेसनको स्ट्यान्डर्ड फर्म। अब कुरा के भयो भने यहाँ हामी a does not equal to 0 किन लेख्छौं? a को भ्यालु यदि 0 भयो भने के हुन्छ? अब यहाँ हेरौँ हामी। अब यो भनेको a को भ्यालु 0 हो, 0 * x² + bx + c = 0 हुन्छ। अब 0 * x² भनेको 0 भयो, त्यही भएर के बच्यो यहाँ भने bx + c = 0 बच्यो। अब यो इक्वेसनको डिग्री भनेको 1 भयो। हाईएस्ट पावर अफ अ भेरिएबल भनेको यहाँ 1 छ। यो इक्वेसनको डिग्री भनेको 1 भयो। यदि इक्वेसनको डिग्री 1 छ भने त्यस्तो इक्वेसनलाई हामी लिनियर इक्वेसन भन्छौं र अब क्वाड्रेटिक इक्वेसन हुनलाई इक्वेसनको डिग्री 2 नै हुनुपर्छ। 1 भइदियो भने त्यो लिनियर हुन्छ र 3 भयो भने त्यसलाई हामी क्युबिक इक्वेसन भन्छौं हो। यो a को भ्यालु 0 भयो भने यो क्वाड्रेटिक नरहेर लिनियर भइदिन्छ र लिनियर हुनाले त्यही भएर हामी a को भ्यालु 0 हुँदैन भनेर हामी लेख्छौं। त्यही भएर यसलाई हामी दिस इज अ स्ट्यान्डर्ड फर्म अफ अ क्वाड्रेटिक इक्वेसन भन्छौं। एसी मा अब कहिलेकाहीँ राइट डाउन द स्ट्यान्डर्ड फर्म अफ अ क्वाड्रेटिक इक्वेसन भनेर नि सोधिरहन्छ। त्यो बेला हामी स्ट्यान्डर्ड फर्म अफ अ क्वाड्रेटिक इक्वेसन इज ax² + bx + c = 0 where a is not equal to 0 भनेर लेख्नुपर्छ। अब यदि कुनै पनि इक्वेसनको डिग्री 2 छ भने त्यहाँ भेरिएबलको दुईटा रुट हुन्छ। रुट भनेको भेरिएबलको भ्याल्यु। अब यहाँ क्वाड्रेटिक इक्वेसनमा डिग्री 2 छ भने यसको रुट दुईटा हुनु पर्यो। लिनियर इक्वेसनको डिग्री 1 हुन्छ, त्यहाँ भेरिएबलको एउटा रुट हुन्छ। क्युबिक इक्वेसन छ भने त्यसको डिग्री 3 हुन्छ, त्यही भएर त्यसको तीनटा रुट हुन्छ। कहिलेकाहीँ हाउ मेनी रुट्स डज क्वाड्रेटिक इक्वेसन हैज भनेर नि सोध्छ। त्यो भनेको क्वाड्रेटिक इक्वेसन हैज 2 रुट्स भनेर लेख्छ। अब यसको कहिलेकाहीँ दुईटा रुट्स के हो भनेर लेख्न नि भन्छ। अब यो क्वाड्रेटिक इक्वेसनको दुईटा रुट्स भनेको x = -b ± √(b² - 4ac / 2a। abc भनेको यहाँको कन्स्ट्यान्ट टर्म। अब यो दुईटा रुट हो, एउटा प्लस एउटा माइनस। यो भनेको यो क्वाड्रेटिक इक्वेसनको दुईटा रुट्सहरु हुन्। अब यो रुट्सहरुलाई युज गरेर हामी क्वाड्रेटिक इक्वेसनको प्रब्लमहरु सल्भ गर्छौं। अब यहाँबाट अलिकति हामीलाई ध्यान दिनुपर्ने कुरो के हो भने व्हाट इज द स्ट्यान्डर्ड फर्म अफ अ क्वाड्रेटिक इक्वेसन र अर्को हाउ मेनी रुट्स अ क्वाड्रेटिक इक्वेसन हैज र व्हाट आर दे। तीनटा कुरा जुन एससी एक्जामिनेसनमा फ्रिक्वेन्टली सोधिरहेको क्वेसन। स्ट्यान्डर्ड फर्म अफ इक्वेसन, क्वाड्रेटिक इक्वेसन भनेको डिग्री 2 भएको इक्वेसन। डिग्री 2 हुनाले यसको दुईटा रुट्स हुन्छ र त्यो रुट्सहरु -b प्लस √(b² - 4ac / 2a र अर्को -b माइनस √(b² - 4ac / 2a। अब अर्को कुरा सोधिनु पर्ने, अरे यहाँ हामीले बुझ्नु पर्ने कुरा के हो भने रुट्सको नेचरहरु कस्तो कस्तो हुन्छ। यो क्वाड्रेटिक इक्वेसन हो, यसका तीनटा नेचर हुन्छ। त्यो तीनटै नेचरहरु अहिले हामी एकैछिनमा डिस्कस गर्छौं। अब
यो रुट भित्र जुन यो टर्म छ b स्क्वायर माइनस 4ac यसलाई हामी डिस्क्रिमिनेन्ट भन्छौँ। यो भ्यालुले हामीले रुट्सको नेचरलाई क्यारेक्टराइज गर्छ। जस्तै यदि b स्क्वायर माइनस 4ac छ भने 4ac 0 सँग बराबर छ भने त्यो बेला यो क्वाड्रेटिक इक्वेसनको रुटहरू इक्वल हुन्छ र रियल हुन्छ। यो केसमा रुट्स आर इक्वल एन्ड रियल हुन्छ है। यदि b स्क्वायर माइनस 4ac को भ्याल्यु 0 सँग बराबर छ भने रुट्स आर इक्वल एन्ड रियल हुन्छ। दुईटै रुट्स x को बराबर हुन्छ। यदि b स्क्वायर माइनस 4ac को भ्याल्यु 0 भन्दा ठुलो भइदियो भने रुट्स अनइक्वल हुन्छ र रियल हुन्छ। रुट्स आर अनइक्वल एन्ड रियल। अब यसै केसमा यदि b स्क्वायर माइनस 4ac जसलाई डिस्क्रिमिनेन्ट भन्छौँ यसको भ्याल्यु 4ac b स्क्वायर माइनस 4ac को भ्याल्यु यदि 0 भन्दा कम भइदियो भने त्यो बेला रुट्सहरू त अनइक्वल हुन्छ नै, तर त्यो बेला इमेजिनरी रुट्स हुन्छ। अनइक्वल एन्ड इमेजिनरी। ल तीनटा केसमा तीनटा क्यारेक्टर छ, तीन टाइपको रुट्सहरू आउन सक्छन्। एउटा यदि डिस्क्रिमिनेन्टको भ्यालु 0 छ भने रुट्सहरू इक्वल हुन्छ र रियल हुन्छ। यदि यो डिस्क्रिमिनेन्टको भ्यालु 0 भन्दा ठुलो छ भने रुट्स अनइक्वल हुन्छ र रियल हुन्छ। अब यदि b स्क्वायर माइनस 4ac जसलाई डिस्क्रिमिनेन्ट भन्छौँ त्यसको भ्यालु यदि 0 भन्दा कम छ भने रुट्स अनइक्वल हुन्छ, साथसाथै इमेजिनरी पनि हुन्छ। यो भनेको स्ट्यान्डर्ड फर्म अफ क्वाड्रेटिक इक्वेसन। क्वाड्रेटिक इक्वेसनको दुईटा रुट्स हुन्छ, त्यो रुट्स भनेको यो हो, यो भनेको रुट्सको क्यारेक्टर हो। आजको लागि यति नै। अब अर्को प्रब्लमहरू हामी अर्को भिडियोमा डिस्कस गर्नेछौँ। धन्यवाद।